प्रधानमन्त्री हुनुभन्दा एक दिन पहिले हिजो साँझमा बालेनले आफ्नो आधिकारिक युट्युब च्यानलमा ओरिजिनल्ली एक दशक अगाडि रेकर्ड गरिएको जय महाकाली गीतलाई नयाँ भिजुअल्स र रिमास्टर्ड भर्जनमा अपलोड गरेका छन्। फोसिल र क्रोनिक बिट्सको प्रोडक्सन रहेको यो गीतमा बालेनले स्वप्नेललाई फिचर गरेका छन्। यो गीतमा उनको इलेक्सन क्याम्पेनका दृश्यहरू देख्न सकिन्छ, साथै राष्ट्रिय एकता, देशभक्ति र नेपालमाथिको गर्वका सन्देशहरू छन्। इतिहासलाई बदल्ने अठोट लिएका र बदलिरहेका बालेनले नेपाली म्युजिक इन्डस्ट्रीमा पनि अर्को इतिहास रचेका छन्। अपलोड गरेको 2 घण्टाभित्रमै 1 मिलियन भ्युज क्रस गरेको उनको गीतले युट्युबमा दर्शकको बाढी नै ल्याएको देखिन्छ। देशको प्रधानमन्त्रीले सङ्गीत मार्फत आफ्ना कुराहरूलाई व्यक्त गर्दै गर्दा नेपाली म्युजिक र हिपहप कम्युनिटी यो क्षणको गर्व नगर्ने त कुरै भएन। र सन्देश सरल र सजग छ। नेपाली र्याप सङ्गीत निश्चल छ, पोटेन्सियलले भरिपूर्ण छ। त्यसैगरी आज 12:34 जाँदा रामनवमीको पवित्र दिन पारेर शीतल निवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीको शपथ खुवाएका छन्। नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता अब बालेन देशको प्रधानमन्त्री भएसँगै थप जिम्मेवारी पाएका छन्।